धेरैले सोध्नु भएको झल्लु भनेको के हो भनेर मैले कहिले पनि पढेको छैन। यो म सुनाउँछु। म झल्लु हुँ, म चोर हुँ, म कामचोर हुँ, बदमाश हुँ, लन्ठु हुँ, तोरी हूँ, तोरी लाउरे हूँ, किच्चक हूँ, अल्छी हूँ, लाजगिन नभएको हूँ, बुद्धिहीन हूँ, म झल्लु हूँ। यसबाहेक म गोबर स्वाट हूँ, लठक हूँ, परजीवी हूँ, झुका हूँ, म झल्लु हूँ। कुनै पनि कारण, कुनै पनि तथापि यद्यपिको माथि साङ्लो भिराए पनि म झल्लु हूँ। कुनै पनि उपसर्ग प्रत्यायोजन गरे तापनि म अरूको मुटु रुचि खाने बुवासो हुँ, अरूको भागमुटी खाने स्यानो हुँ। अरूलाई मार्न मबाट हालसम्म पटक पटक अनेकौं प्रयासहरू भएका छन्। मलाई मेरो इतिहासले थुक्नुपर्छ, मलाई मेरो संस्कृतिले लात मार्नुपर्छ, मलाई मेरो समाजले काले मोसो धर्नुपर्छ, मेरो इष्टमित्रले मलाई त्याउनुपर्छ। नजिक एवं पराई हर कोहीले मलाई गाली बक्ने एवं घृणा गर्ने हकाधिकार छ। म यसैको लायक हुँ, म झल्लु हुँ। तर छ कसको हिम्मत आइज? मेरो गाउँसँगको आत्मीयता सकिएको छ, गाउँलेसँगको आँट भरोसा निमिट्यान्न भएको छ, समाजसँगको सद्भाव र सदाचार मैले सकिसकेको छु। परिवारजन इष्टमित्रसँग मैले दगा गरेको छु, मैले आफ्नै चेलीबेटीलाई दुत्कारेको छु। म त्यो प्राणी हुँ जो वृत्तको केन्द्रमा आफू बसेर परिधिमा पनि आफ्नै मात्रै छाया होस् भन्ने चाहन्छ। म त्यो जीव हुँ जो कहिले आफूभन्दा ठुलो आकार देख्न चाहँदैन। कहिले कसो आफ्नो छाया आफूभन्दा ठुलो पाएँ भने म सँग हुन्छु। आच्छिया, यो उज्यालोको यत्रो हिम्मत मलाई झोल चल्छ। आइज। मेरो पेट त्यो रित्तो भकारी हो जहाँ लोभ नामको बिरालो हर पहर आँची लुकाइरहन्छ। मेरो आँखा त्यो रक्षान हो जहाँ यौनजन्य अपराधहरू छरपष्ट भइरहन्छन्। सुन्दरताको मोहमा जो सदैव चुपचाप डुबिरहन्छन्। मेरो नाक त्यो नर्क हो जहाँबाट छल कपट र जाल झेलको जिङ्गो फुन्मुनाइरहन्छ। मेरो कान त्यो विज्ञापन बोर्ड हो जहाँ प्रदूषित आवाजहरूको भजन निरन्तर गाइरहन्छ। मेरो जिब्रो त्यो समाचार हो जो आफू मरेको समाचार पनि आफै लेख्नुपर्ने जिद गरिबस्छ। मेरो छाला होइन लुतो हो जो हरेक काप र जाङमा पाकेको छ। पिच्च फोहोर उकाल्नु मेरो मनपसन्द खेती हो। हरेक छेड र हरेक प्रडुङ्ग गनाउनु मेरो मौलिकता हो, विशिष्ट विशेषता हो। म त्यो ढल हुँ जसले स्थानीयताको जगको बहिरहन्छ। म त्यो चुचुन्द्रो हुँ जो पटक पटक आफ्नै दिशा पिसामा डुबेर पनि सुत्गरी भइखाइरहेको छ। यसकारण म झल्लु हुँ। आइज। म त्यो प्रत्युत्तर हुँ जो तार्किक भइखाने होडबाजीमा हरेक पटक प्रश्न मात्र तेर्स्याउँछ। मलाई कुनै पनि प्रश्नहरू सोध्न मनाइ छ। म तेरो प्रश्नलाई पैतलाको धुलो बराबर पनि गन्दिनँ, थुकको छिटो बराबर पनि मान्दिनँ। मलाई मेरो कर्तव्यमाथि अतिक्रमण सही छैन। मसँग पोस्ट मोडर्निजमका दर्शनहरूले चिया गर्छन्। म त्यो चुनाव क्षेत्र हुँ जहाँ उम्मेदवार खुलेआम मतदातासँग सुतेर आफ्नो भोट सुरक्षित गर्छ। उसको पोइलाई आफ्नो बहिनी सुम्पिदिने हिम्मत देखाइदिएर आफ्नो दोस्रो भोट पनि सुरक्षित गर्छ। म त्यो प्रशासन हुँ जो रक्सी खाएर माथिको राँगो जस्तो मदमस्त छ, जसले लात छोप्न सिङमा धोती बेरेको छ। म त्यो कुर्सी हुँ जसको कालो अनुहारको बिगबिगीको कारण प्राचीन भूत प्रेत पचभैयाहरूले बसाइसकेका छन्। किचकन्या र पचभैयाहरू समेत मेरो कालो अनुहारको छाया पर्छ कि भनेर डराउँछन्। यसकारण म झल्लु हुँ। म उत्कृष्ट रचना हुँ, स्वयं रचनाकर्ता हुँ। म पाण्डुलिपि हुँ, स्वयं प्रकाशन प्रिय हुँ। म फुर्सद हुँ, स्वयं तलाउ हुँ। म पथ हुँ, स्वयं पार्थ हुँ। म झल्लु हुँ। मखमली मास्ने मै हुँ, तेलको छिटो नाग्ने पनि मै हुँ। म यमराज हुँ। देउसी खेल्छस् के भयो हेरौँ। रुख चढाउने मै हुँ, बन्चरो दिलाउने पनि मै हुँ। म बन्चरोको बेग हुँ, हाँगा काट्छस् कि खुट्टा हेरौँला। म बिरालो हुँ, अलि चिना हुँ, उत्साहित हुँ। बाटो काट्छस् कि फर्किन्छस् हेरौँला। मेरै कारण गाउँमा चितुवा छिरेको हो, जङ्गल बढेको हो। म नै कारण हुँ गाउँ मासिनुको। मेरै कारण सहरमा बुवासोको बिगबिगी बढेको हो, बुढाहरू हुर्किएका हुन्। म नै घटक हो सहरको आत्मा मर्नुको। मेरै कारण जात्रा पर्व थापनाको देवता बनेको हो, मामा घरमा हुर्किएको अपहेलित भान्जो बनेको हो। म नै पलङ हुँ, म नै ओछ्यान हुँ यो निन्द्राको। मेरै कारण इतिहास र पुरातत्व झरीमा भिजेका हुन्, आँसु लुकाएका हुन्।
म नै पखेटा र गुण हुँ यो विध्वंसको, मेरै कारण जाति र सम्प्रदाय बीच उसको आगो धन्किएको हो, ओथारो बसेको कुखुराले सर्प जन्माएको हो। म नै आगो हुँ, म नै अन्डा हुँ यो रक्तिम बलेसीको। म त्यो प्वाल हुँ जहाँदेखि जैविक स्वतन्त्रता हालसालै अपहरण भयो। म त्यो आश्वासन हुँ जसकारण उपभोक्तावादले मुख पायो। म त्यो खुट्टो हुँ जहाँबाट परनिर्भरताको पाइलो टम्कियो। मेरो च्याप्टर क्लोज गर्छस्? लौ त हेरौँ, मलाई सिरो फ्लुट पार्छस्? लौ हो धाक्न। म त्यो कठाघरा हुँ जहाँ तेरो भाग्य मसँग पासा खेल्छ। मलाई त सकुनी भन्छ, ए लठेको युधिष्ठिर द्रौपदी ल्या। म त्यो कार्यतालिका हुँ, म त्यो कार्यतालिका हुँ जहाँ तेरो घिटी घिटी अड्किएको छ। त मलाई सुनपानी छर्किने दुस्साहस गर्छस्? ए डुम पुच्छरला। म त्यो बाहुबल हुँ, म त्यो बहुदल हुँ जहाँ तेरो पञ्च पण्डितको आन्द्रा जोडिएको छ। त मलाई मादलको ताल सिकाउँछस्? ए भाइ जिउगर दाइको घुँडा दबा। त मसँग विद्यापतिको कुरा झिक्छस्? त मसँग विद्यापतिको कुरा झिक्छस्? मटिहानी र रामजनकी मेरो सार्वजनिक स्थल हो। त मसँग वधु शिक्षा र व्हाइटम्यान बर्डन्सको गल्फती गर्छस्? यी मेरा आराध्य स्तुतिहरू हुन्। त मसँग कलात्मक सभ्यताको कथानक प्रवाहित गर्छस्? समाजको रूढी मेरो प्रतिनिधि पात्र चरित्र